हेलो साथीहरु नमस्ते। आज चाहिँ हामी तराईतिर आएको छौं है। अहिले चाहिँ हामीलाई घरमा नपुग सामानहरु लिन आएको थियौ, सो त्यो पनि लिइसक्यौं। अब फेरि हामी बजारतर्फ लाग्ने छौं है। अब हामी दिपेश भाइको पसलमा जुत्ता चप्पल किन्न आएको छौं। उहाँ चाहिँ हुनुहुन्न, बुवा मात्रै हुनुहुन्छ है। हामीलाई चाहिँ पूजाको नि सामग्रीहरु चाहिने भएर पूजाको सामग्रीहरु पनि लिँदै छौं यहाँ अंकलको पसलमा। राजगढ बजार चाहिँ पुरै डुलेन साथीहरु। राजगढ बजार चाहिँ एकदमै ठुलै छ। सो अब झापा आएर भक्का खाएन भने त त्यो त स्वादै भएन। त्यसैले मैले चाहिँ 5 वटा भक्का किनेको थिएँ। उहाँ चाहिँ एयरपोर्टबाट आउनु भएको, त्यसपछि राजगढमा भेटेर हामी सँगै आएको हौ। सोचौँ अब घरतर्फ। बुवालाई नमस्ते गर। उहाँ चाहिँ आउँदै हुनुहुन्छ ससुराली लगेज भरि कोसेली बोकेर। अनि भनेको मेरो छोरी चाहिँ जन्मेर 6 वर्ष भइसक्यो। मामा देखेको थिएन, आज फर्स्ट टाइम मामा देख्दैछु है साथीहरु। अहिले चाहिँ हामी डान्स प्र्याक्टिस गरिरहेका छौं साथीहरु, हल्दी मेहन्दीको लागि। हेरौँ है त।